नमस्ते साथीहरू, आज हामी मुलपानी ग्राउन्डको बारेमा केही जानकारी दिनको लागि आएका छौँ। मुलपानी स्थित नयाँ बन्दै गरेको रङ्गशाला, यो नयाँ रङ्गशाला लगभग आधा जति भन्दा नि 80% जति समाप्त भइसकेको छ। अब चाहिँ यो बन्न केही समयमा या 6-7 महिनामा या 1 वर्षभित्रमा यो पुरै बन्नेछ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ पिचमा कालो कालो खालको कलर गरिएको छ। सँगसँगै हामीले यो रङ्गशाला घुम्न खोज्दाखेरि माथिबाट यो खिचेको भिडियो देख्न सक्नुहुन्छ तपाईँले, होइन? यहाँबाट हामीले भिडियो लिएको छौँ। एकदमै राम्रो देखिरहेछ रङ्गशाला। लगभग आधा जति चाहिँ यो सम्पन्न भइसक्यो। माथि चाहिँ छत हाल्न बाँकी छ साथीहरू, होइन? यहाँ देख्न सक्नुहुन्छ तपाईँले ग्राउन्ड पनि एकदमै ग्रिन छ, सम्माइएको छ ग्राउन्डलाई, होइन? एकदमै राम्रो बनाइएको छ। कालो त्यहाँ सायद यो पिच निर्माणको लागि यो कालो के कलर टाइपको प्रयोग गरिएको छ पिचमा साथीहरू, होइन? ग्राउन्ड स्टाफहरूले काम गर्दैछ, देख्न सक्नुहुन्छ। सँगसँगै ग्राउन्ड एकदमै राम्रो छ साथीहरू, होइन? ग्रिन टाइपको, होइन? अब केही वर्षमा 1-2 वर्षमा यो ग्राउन्ड चाहिँ एकदमै खेल्न लायक हुनेछ सायद। फ्लड लाइट देखिन, फ्लड लाइटहरू त्यस्तो बनेको छैन साथीहरू, होइन? यहाँ हेर्न सक्नुहुन्छ ग्राउन्डमा ग्रासहरूलाई पानी छर्किने काम पनि भइरहेको छ, हेर्न सक्नुहुन्छ। प्याराफिटको काम पनि एकदमै राम्रो भइसकेको छ। अब कुर्सी लाउनु मात्रै बाँकी छ। सँगसँगै हामीले यहाँ माथिल्लो ग्राउन्डमा आएका छौँ। माथिल्लो ग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ ग्राउन्ड चाहिँ एकदमै राम्रो ग्रिन ग्राउन्ड रहेको छ। काम पनि गरिँदैछ यहाँ स्टाफहरू, तपाईँले देख्न सक्नुहुन्छ 2-3 जना त्यहाँ स्टाफहरू, सानो बाबुले नि खेल्दैछन्, होइन? काम पनि भइरहेको छ साथीहरू, होइन? एकदमै राम्रो दृश्य, होइन? मुलपानी ग्राउन्डमा चाहिँ ग्राउन्ड चाहिँ मेन्टेन गरेर राखेको रहेछ। यो चाहिँ राम्रो लाग्यो, होइन? ग्रिन रहेछ पुरै ग्राउन्ड। मुलपानीको माथिल्लो ग्राउन्ड पनि, तल्लो ग्राउन्ड लगभग आधाभन्दा बढी चाहिँ समाप्त भइसक्यो साथीहरू। अब माथिल्लो ग्राउन्ड देख्न सक्नुहुन्छ कस्तो ग्रिन फिल्ड छ, राम्रो छ। आउटफिल्ड पनि एकदमै राम्रो छ। रोलर राखिएको रहेछ यहाँ साथीहरू। यहाँ तपाईँ देख्न सक्नुहुन्छ साइड स्क्रिनहरू एकदमै बेस्ट ग्रिन आउटफिल्ड एकदमै राम्रो छ साथीहरू, होइन? यहाँ बस्नको लागि प्याराफिट भएको भए अझ राम्रो हुन्थ्यो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो ख्यानको अफिस, होइन? यहाँ बस्नको लागि प्याराफिट भएको भए अझ राम्रो हुन्थ्यो माथिल्लो ग्राउन्ड, होइन? तल्लो ग्राउन्ड भन्दा नि माथिल्लो ग्राउन्डको आउटफिल्ड चाहिँ एकदमै राम्रो छ, होइन? तल्लो ग्राउन्ड त भर्खरै निर्माणाधीन अवस्थामा छ साथीहरू, होइन? एकदमै सानो बाबुले फुटबल खेल्दैछन्, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मान्छे बस्नको लागि बनाएको होला सायद यो।